माथि लिन सक्यो। तर हाम्रो चाहिँ के छ भन्दाखेरि विक बनाएको छ अप्पर विक बन्नु भनेको के हो त रिसेन्टली माथिबाट तल आइरहेछ भने लिटल बिट हामी चाहिँ कन्सोलिडेसन खोज्छौँ जस्तो लाग्छ। यो नेप्सेले कन्सोलिडेसन चाहिँ खोज्छ जस्तो लाग्छ है। त्यो बिस्तारै बिस्तारै नट सो भोलाटाइल त्यति नहोला है, थोरै तल थोरै माथि त्यस्तो हुनसक्छ सानो सानो क्यान्डलहरू बनेर अनि बल्ल एउटा चाहिँ कन्फर्मेसन एउटा बिग बुल क्यान्डलले चाहिँ कन्फर्मेसन दिन्छ फेरि है। सो माथिको जुन विकली थियो त्यसलाई चाहिँ बिग बुल क्यान्डलले ब्रेक गर्छ अनि ब्रेक गरिसकेपछि त्यसपछि चाहिँ अप जान्छ है। अनि अर्को कुरो दिल्लीमा चाहिँ यो के छ त पुरै फ्ल्याट भएको हुनाले हामी चाहिँ एक्सपेक्ट के गरौँ अहिलेको अवस्थामा धेरै माथि नगएर माथि गएपछि फेरि एकचोटि तल आउने प्रोबेबिलिटी चाहिँ सक्छ। त्यो हो तल गयो भने डेफिनेटली माथि जान्छ। यो नेप्सेमा हो। आवरली चार्ट इन्ट्राडेको पर्सपेक्टिभबाट हेर्नुहुन्छ भने त्यो इन्ट्राडेमा तपाईँले यहाँ हेर्नु भने हामीले के नोटिस गर्छौँ भन्दाखेरि यो त ट्रेन्ड लाइन बनायो, ट्रेन्ड लाइनमा यसले लिएको छ है रिसेन्टली रेसिस्टेन्स बनाएको छ 200 है 200 हो। 200लाई चाहिँ अहिले के गरिरहेछ त 200बाट क्रस जान सकेको छैन माथि 200। सो कुन बेला 200 भन्दा माथि गयो भने वी विल ह्याभ अ स्विङ है। 200मा एकचोटि गयो, दोस्रो चोटि क्रस गरेपछि स्विङ आयो। सो यो होप है अलि लिटल बिट तल त्यसपछि माथि। सो नेक्स्ट विक चाहिँ एकदमै भाइटल हो। यदि माथि गयो भने स्विङ आउँछ चाहिँ सेल नगर्नु है माथि जान गयो। सो यु क्यान ह्याभ अ लिटल एड गर्दा नि फरक पर्दैन। यो नेप्सेको सर्ट भयो हैन। नेप्सेमा के क्वेसन छ भने भन्नु होला है। केही छ नेप्सेमा? नेप्सेमा छैन भने वी क्यान ह्याभ अ सर हाम्रो सेकेन्ड बुलिस क्यान्डल छ नि त्यहाँबाट तल क्लोजिङ भएछ भने हजुर लगभग यो हाम्रो अगाडिको 2200 को रेन्जमा आउन सक्छ। मोस्ट प्रोबेबिलिटी है, मोस्ट प्रोबेबिलिटी देखिन्छ हैन। तर पनि यो डबल बटम हैन, डबल बटम कन्सेप्टमा हामीले यसलाई चाहिँ एउटा सपोर्ट अझै पनि मान्न सक्छौँ है। तर के हुन्छ भन्दाखेरि जस्तै यहाँनिरबाट गएको भए कस्तो हुन्छ भने माथि नै जाने प्रायोरिटी हुन्छ क्या यो क्यान्डल। हामी क्यान्डल स्टिकको कुरा गर्छौँ है। त यो क्यान्डललाई ब्रेक गर्यो भने यो किनभने बिग बुलिस क्यान्डल हो तपाईँले यहाँ विथ अ भोल्युम है, भोल्युम सहितको यो बुलिस क्यान्डललाई ब्रेक गर्यो भने तलबाट सो अलिकति तल जाने प्रायोरिटी बढी हुन्छ है। तपाईँले यहाँ हेर्नु तपाईँले भनेको सही हो। सो यो बटम अलि लिटल बिट विकर बटम हो है, तर यो बटम चाहिँ अलि स्ट्रङ बटम। यो क्यान्डल दिल्लीमा हेर्ने यो भोल्युम अनि ठुलो बुलिस क्यान्डल छ नि त, बुलिसको बेस चाहिँ अलि हामी स्ट्रङ त्यसलाई चाहिँ सपोर्ट मान्छौँ है। यो क्यान्डल स्टिक प्याटर्न हो। चार्ट प्याटर्नमा यसले चाहिँ इन्भर्टेड हेड एन्ड सोल्डर टाइपको प्याटर्न बनाएको छ है। यदि हामीले हेर्यो भने मार्केट स्ट्रक्चर हेर्यो भने यो चाहिँ रेन्जिङ मार्केट हुन्छ है। यो गुड मर्निङ, यो रेन्जिङ मार्केट हुन्छ। सो दिल्लीमा रेन्जिङ मार्केट भनेको के भन्दाखेरि अलिकति तल फेरि माथि फेरि तल फेरि माथि त्यो चाहिँ यसले प्याटर्न चाहिँ अहिले बनाएको छ। यसो हेर्दाखेरि यसो यो प्याटर्न ब्रेक गर्नको लागि अलिकति टाइम चाहिँ लाग्छ कि। सो हाम्रो चाहिँ यो तपाईँहरूले हेर्ने भनेको कि डबल बटम है, डबल यहाँ एउटा बटम छ भने यहाँ एउटा बटममा हेर्नु होला यदि आइहाल्यो भने। सो यो पनि बटम नै हुन्छ, यदि तल आयो भने यो पनि बटम नै हुन्छ, होइन भने अब हाम्रो चाहिँ यो अनुसार जाने हो भने भी सेपको जुन रिकभरी भएको छ 6-8 आएको छ, 6-8देखि माथि जान थाल्यो भने इम्पल्सिभ है ठुल्ठुलो क्यान्डल बनाउँदै माथि गयो भने डेफिनेटली योभन्दा अलिकति थोरै माथि जान्छ। त्यसपछि एउटा हाम्रो प्याटर्न छ त्यो च्यानल प्याटर्न, त्यो च्यानल प्याटर्न हुँदै त्यसपछि माथि जान्छ। त्यो च्यानल भनेको यदि माथि गयो भने त्यो एउटा च्यानल यो लो है, तपाईँहरूले कहाँनिर सेल गर्ने त माथि गयो भने
किनभने किनिसकेपछि सेल गर्नु पर्यो। त्यो माथि गइहाल्यो भने द्याट विल बी आवर यस्तो च्यानल के है। सो फर्स्ट यहाँ एउटा हुन्छ, यो अलिकति तल आएर अनि माथि है। सो यो एरिया पहिलाको बटम जहाँ छ टप, यो टपमा तपाईँले सेल गर्ने कोसिस गर्नुहोस्। जहाँ हुन्छ टाइम अनुसार, यदि धेरै टाइम लगायो भने धेरै माथि जान्छ, छोटो टाइममा गयो भने डेफिनेटली यो टप र यतातिर ट्रेन्ड लाइन एउटा रेसिस्टेन्स यहाँनिर भेटाउनुहुन्छ, कुन एरियातिर होला। टाइम लगायो भने यहाँतिर हुन्छ, त्यसपछि अलिकति तल, त्यसपछि यसलाई क्रस गरेपछि अनि त्यसपछि सेक्टर वाइज हेर्नुहुन्छ भने है हाम्रो चाहिँ हाइड्रो पावर है। सो हाइड्रो पावर पनि सेम, यसले ठ्याक्कै फलो गरिरहेछ। तर हामीले चाहिँ हाइड्रो पावरमा पनि एक्सपेक्टेसन के छ भन्दाखेरि अहिले लिटल बिट डाउनवार्ड नै मुभ छ है। डाउनवार्ड नै मुभ भएको हुनाले डबल बटम फर्मेसन हुनसक्छ। यो च्यानल बिस्तारै बिस्तारै आयो भने डबल बटम, अनि त्यसपछि अपसाइड च्यानल ब्रेक गर्यो भने यो बटम जुन छ यो बटम चाहिँ आउन सक्छ। दिस च्यानल हेर्नु होला, यो च्यानल यदि आयो भने यो च्यानललाई सपोर्ट लिएर मोस्ट प्रायोरिटी माथि जान सक्छ। यो च्यानललाई अझै पनि हाम्रो चाहिँ के छ त, फोर्स क्यान्डल वाइज बुलिस क्यान्डल, इनगल्फिङ क्यान्डल बनाएर, तर के छ भने यही क्यान्डल यसको चाहिँ सपोर्ट लिटल बिट यही हो। अब यो कतिको टाइम लगाएर जान्छ है, यो च्यानल सपोर्ट अनि यो बटम सपोर्ट, सो यो ठाउँतिरबाट माथि जान्छ हाइड्रो पावरमा। अर्को सेक्टर छ लाइफ इन्सुरेन्स। लाइफ इन्सुरेन्स अलिकति यो ठाउँमा कन्सोलिडेट हुनु भनेको थिङ्किङ है। सो एकदमै राम्रो, एकदमै बुलिस क्यान्डल र मेन्टेन गरिरहेको छ है। सो माथि नै मेन्टेन गर्यो भने के हुन्छ त, यसको स्विङ जाने चाहिँ बढी प्रायोरिटी बढी हुन्छ। माथि नै के छ त मेन्टेन गरिरहेको छ है। सो जस्तै माथि नै मेन्टेन गरेर है त्यसपछि चाहिँ माथि गएको छ नि है। सो माथि नै मेन्टेन गर्यो भने है, सो यो तपाईँको 5 मुभिङ एभरेजलाई सपोर्ट लिली फेरि स्विङ तपाईँको ट्रेन्ड लाइन कहाँ जान्छ भन्दाखेरि कहाँसम्म जान सक्छ, त्यसलाई तान्नुहोस्। सो यो तपाईँको रेसिस्टेन्स हुन सक्छ। सो लाइफ इन्सुरेन्स नन लाइफ पनि सेम, लाइफ र नन लाइफ अहिले लिटल बिट कम्प्याटेबल है। सो सेम है। सो कन्सोलिडेसन चाहिन्छ। यो कन्सोलिडेसन मच हो कि एकदमै सर्पर गयो भने त्यस्तै अनुसारको तल आउँछ। यो माथितिर चाहिँ सानो सानो क्यान्डल भनेको के हो नि, अब विकलीमा ब्रेकआउट लिन खोजिरहेको होला। विकलीमा मलाई जहाँसम्म लाग्छ विकलीमा राम्रो है, एकदमै राम्रो प्याटर्न बनाएको छ। एकदमै भोल्युम पनि ग्रेजुअली इन्क्रिज छ। सो लाइफ नन लाइफ एकदमै राम्रो छ अहिले पर्सपेक्टिभमा। सिमिलरली हाम्रो त्यसपछि जाउँ अर्को सेक्टर, ट्रेडिङ, इन्भेस्टमेन्ट, माइक्रो फाइनेन्स। ओके, माइक्रो फाइनेन्स है। सो माइक्रो फाइनेन्स पनि 100 कता छ, माथि छ। सो माइक्रो फाइनेन्स नेप्सेलाई एकदमै यसले अहिले चाहिँ फलो गरेछ। नेप्से जतातिर छ यो माइक्रो फाइनेन्स पनि लगभग त्यतितिर गइरहेछ। सो अहिलेको अवस्थामा तपाईँहरूले हेर्नुहुन्छ 5लाई चाहिँ अहिले पुरा सपोर्ट लिई अहिले माथि जाने प्रायोरिटी देखिन्छ है। सो कन्सोलिडेसन यही लेभलबाट माथि गयो भने सो स्विङ आउँछ है। योभन्दा माथि गयो भने अझ यो जुन छ योभन्दा माथि लियो भने एउटा स्विङ चाहिँ फेरि आउँछ, ठुलो बुलिस क्यान्डल आउन सक्छ। अब माथि जान सकेन भने यो लेभलबाट अथवा यो जुन बुलिस क्यान्डल छ यो बुलिस क्यान्डल भन्दा तल आयो भने मेबी फर्मिङ एनदर बटम यहाँसम्म चाहिँ आउन सक्छ भन्ने एउटा हो। किनभने यो हेर्ने हो भने माथिको टप तलको बटम हो त्यो रेन्जिङ, नट मच
किनभने नेप्सी जस्तै माइक्रो फाइनेन्स, त्यसपछि आएर हाम्रो डेभलपमेन्ट ब्याङ्क के डेभलपमेन्ट ब्याङ्कमा पनि अलिकति के छ भने अब ठुलो भोल्युममा सेल हो कि अब बाई हो होइन, कसैले सेल नगरी कसैले बाई हो, तर के हुन्छ भने एकुमुलेसनको बाई टाइपको है। सो तपाईँले सेम है दिल्लीमा सेम कन्फर्मेसन क्यान्डल दिएपछि हामीले के गर्नुपर्छ त डेभलपमेन्ट ब्याङ्कमा पनि अरू जस्तै। सो अहिलेको अवस्थामा डाइभर्सिफाई गर्दाखेरि पनि खासै धेरै घाटा चाहिँ हुँदैन हामी यसो सशर्ते हेर्दाखेरि। सबै सेक्टर एकैचोटि बढ्छ, सबै सेक्टर एकैचोटि घट्ने भएको हुनाले हामीले चाहिँ डाइभर्सिफाई गर्दा नि हुन्छ। एउटै सेक्टरमा लगाउनुभन्दा डाइभर्सिफाई गर्दाखेरि चाहिँ अलिकति हाम्रो रिस्क चाहिँ म्यानेज पनि हुन्छ र त्यही अनुसारको अब लो रिस्क लो गेन अनुसारकै हामी अगाडि बढ्छौँ। फाइनेन्स सेम, नट मच डिफरेन्स फ्रम द अदर सेक्टर्स है, कुनै पनि सेक्टर भन्दा त्यस्तो फरक चाहिँ देखिया छैन, अगेन्स्टमा गएको छैन है। सर नेप्सीकै अगेन्स्ट सेक्टर चाहिँ गएको छैन। फाइनेन्स होटल, यस होटल लिटल बिट के छ त अहिले चाहिँ अलिकति स्विङ लिएको हो कि है, यसले चाहिँ पुरै कन्फर्मेसन विकलीमा कन्फर्मेसन, विकलीमा कन्फर्मेसन भनेको एउटा स्विङ डबल बटम है, डबल बटम विकलीमा पोजिटिभ क्रसओभर है, पोजिटिभ क्रसओभर मिन्स तपाईँले हेर्न सक्नुहुन्छ दिल्लीमा एकदमै बिग भोल्युम है, भोल्युम सहितको क्यान्डलहरू है, सो इज रेडी टु ह्याभ एनदर स्विङ है। यो विकलीमा यसले ब्रेकआउट लिइसक्यो भन्नु मतलब तपाईँहरू रिस्क टेकर हुनुहुन्छ भने अब अहिले कोभिडको पनि रिकभरी भइसक्यो, अब होटेलको प्राइसहरू पनि लगभग एकदमै 2-3 वर्ष कमाइलाई छोड्ने हो भने अबको पर्सपेक्टिभ राम्रो छ भन्ने हिसाबले सायद होटलमा इन्भेस्टमेन्ट गर्दाखेरि थोरै पार्टमा यसलाई पनि राम्रो। यसो सोल्टी टिआरएच सबैले भोल्युम सहितको दिइरहेछ। सो आरएसआई हेर्ने भने लिटल बिट के छ त 70 को जोनमा छ है। सो अलिकति रिस्क चाहिँ छ, तर यसमा चाहिँ के हुन्छ स्विङ ट्रेडर अथवा ब्रेकआउट जसले लिन खोज्छ उनीहरूले चाहिँ यस्तो बेला इन्ट्री गर्छ। तर यदि स्विङ लिन सकेन भने त्यसलाई चाहिँ तपाईँले म्यानेज गर्नु, रिस्क चाहिँ म्यानेज गर्नु। त रिस्क म्यानेज गर्नको लागि चाहिँ अब यु क्यान सोचे जस्तो स्विङ आएन भने यु क्यान एक्जिट अर यु क्यान वेट है। तर यसमा चाहिँ मैले देखेको भोल्युम सहितको यसले चाहिँ कन्फर्मेसन विकलीमा चाहिँ कन्फर्मेसन दियो जस्तो लाग्यो मलाई है, भोल्युम सहितको। सो विकली चाहिँ कस्तो हुन्छ मोर रोबस्ट हुन्छ है, एकदमै रोबस्ट हुन्छ। भोल्युम पनि हेर्नुहोस् क्यान्डल सो क्लोजिङ अझ राम्रो कुरा के त क्लोजिङमा चाहिँ यस्तो पाए। तर यो विक चाहिँ जम्मा जम्मी कति हो 24 ट्रेडिङ विक मात्रै भयो। थर्सडे बिहिबार बन्दै भयो, एक दिन त पुरै अब टिएमएस नै डाउन भयो। त्यही हिसाबले अब फुल ट्रेडिङ हुन पाएन, नभए अझै क्लियर हुन्थ्यो। तर पनि हामीले विकली काउन्ट गर्दाखेरि यो चाहिँ काउन्ट हुन्छ। ओके, एनी सेक्टर सरहरू? सर ब्याङ्किङ सर। ए ब्याङ्किङ, ओके ब्याङ्किङ सो सेम एज नेप्से। सो ब्याङ्किङमा हाम्रो चाहिँ अहिले सेम है। सो यो बुलिश इन्गल्फिङ कन्फर्मेसन एन्ड देन लिटल बिट गोइङ डाउनवार्ड है। सो यसमा पनि सपोर्ट लेभलहरू
डबल बटम टाइपको, किनभने बटममा धेरै सोचेको छ, डबल बटम टाइपको हुनसक्छ। सो एकचोटि नेक्स्ट विक यसमा पनि सेम है, नेप्से जस्तै यसले पनि लिन्छ, माथि जान थाल्यो भने यसको चाहिँ राम्रै पर्सपेक्टिभ छ। सायद एउटा सानो ट्रेन्ड लाइन सकाएको छ, ट्रेन्ड लाइन यहाँ हेर्नु आरएसआई पनि ट्रेन्ड लाइन सकाएर माथि जान खोज्छ, थोरै तल आएर माथि जाने नै देखिन्छ है। सो जति तल गयो भने डबल बटम फर्म हुन्छ, डबल बटम पछि एउटा स्विङ सर्ट रहेछ, डबल बटम तल आयो, जति तल आयो त्यति। अझ तपाईँले ब्याङ्किङको त फन्डामेन्टलहरू हेर्नु भने एकदमै चिप प्राइसमा एभाइलेबल छ है। अब यसमा चाहिँ अलिकति ट्रेडिङ सजिलो पनि छ तपाईँले हेर्नु भने, तर यसमा चाहिँ अब सोचे जस्तो अरू सेक्टर जस्तो एकदमै ठ्याक्कै तपाईँले मलाई फाइदा हुन्छ भन्ने त्यस्तो, किनभने अरू सेक्टरको कति 1.5 बढ्दाखेरि यसको 1 मात्रै बढ्छ, यसो धेरै बढ्दैन। एउटा यो एनालाइसिस म हेर्दै थिएँ, यो एनालाइसिसमा यो चार्ट देखाएको थियो क्या सेक्टर है। यो चार्ट हेर्नुभयो भने त्यो नेप्सेको चेन्ज है, पर्सेन्टेज चेन्ज भने गेन जुन छ कुनै पनि नेगेटिभ छैन यो विक, लास्ट विक है सबैको गेन नै छ है। सबैभन्दा तपाईँले नेप्से यहाँ हेर्नु, नेप्से गेन गरेको छ। त्यसपछि यहाँ हेर्नु ब्याङ्किङ, नेप्से जतिकै नेप्से भन्दा अलिक कम छ ब्याङ्किङ है। डेभलपमेन्ट ब्याङ्क अलिक धेरै छ, फाइनेन्स धेरै छ, होटेल एन्ड टुरिज्म है जुन चाहिँ विकली मैले भनेको थिएँ, होटेल एन्ड टुरिज्म चाहिँ अलिक बढी बढ्यो। हाइड्रो पावर कम, लाइफ इन्सुरेन्स र नन लाइफ है दुइटै सोचे जस्तो बढ्यो। सो यो जस्तो तपाईँको ब्याङ्किङमा चाहिँ हुँदैन क्या, स्विङहरू चाहिँ त्यति धेरै आउँदैन। सो हाई बिटा भ्यालु अहिले हेर्नु सेक्टर लाइफ र नन लाइफ है, अरू सेक्टर चाहिँ अलिकति कमै भएको छ। माइक्रो फाइनेन्स पनि हल्का, डेभलपमेन्ट ब्याङ्क, फाइनेन्स, माइक्रो फाइनेन्स, तर हाइली मुभ भनेको तीनवटा सेक्टर है, लाइफ, नन लाइफ र होटेल। सो यो विक नेक्स्ट विक यु क्यान टार्गेट होटेल फर द सर्ट टर्म है, किनभने माथि लगभग हामीले हेर्दाखेरि दिल्लीमा हेर्दाखेरि होटेलको चाहिँ माथि गएको जस्तो लाग्छ। त्यो होटेलको चाहिँ दिल्लीमा हेर्दाखेरि, विकलीमा हेर्दाखेरि यहाँदेखि धेरै माथि गइसक्यो जस्तो लाग्छ, तर दे हेभ मोर स्विङ है, धेरै माथि गइसक्यो नि त जस्तो लाग्छ। 200 को 242 है। सो लगभग कति धेरै पर्सेन्टेज धेरै माथि गयो जस्तो लाग्छ, टपमा पुग्यो जस्तो लाग्छ। तर यो ब्रेक भयो भने यतिकै फेरि के हुन्छ त, यहाँसम्म छोटो समयमा यहाँसम्म पुग्छ, 300 पुग्छ भने स्विङ खानको लागि चाहिँ मेबी एउटा चाहिँ तपाईँको, तर के हो नि तपाईँले किन्दाखेरि चाहिँ विचार गरेर किन्नु होला, माथि राखेर किन्नुभन्दा तल राखेर आइहाल्यो भने त्यो राम्रो बेटर हुन्छ है। त्यही दिन तपाईँले किन्ने विचार गर्नुहुन्छ, त्यही दिन पनि तपाईँले लट गर्दै किन्न सक्नुहुन्छ, तल एउटा, बिचमा एउटा, माथि एउटा, त्यसरी पनि तपाईँको यो 30 मिनटमा के छ त, टप लेभलमा के पाउनुभयो त, यसलाई हामी के भन्छ त, ट्विजर टप, त्यो भनेको लिटल बिट डाउन। सो तपाईँले यहाँनिर चाहिँ तपाईँले प्राइस राख्न सक्नुहुन्छ। 42 छ भने यु क्यान प्लेस 233। वेट गर्नुहोस्, आउँछ होला है, वेट गर्नुपर्छ, तर कुनै न कुनै बेला चाहिँ यो यहाँसम्म चाहिँ आउँछ। यहाँ डबल टप इन्ट्राडेमा। त्यही भएर हामी दिल्लीमा हेरेर अलिकति इमोसनल भएर माथि नै किन्छौँ, त्यति नगर्नु होला, काम चाहिँ नगर्नु होला। एकदमै माथि जान्छ भन्ने हिसाबले, तर के हुन्छ तपाईँले यहाँ हेर्नु इन्ट्राडेमा 1 आवरमा पनि लगभग सेम छ। अलिकति यु क्यान ह्याभ अ लिटल बिट डाउन, तल चाहिँ तपाईँले पाउन सक्नुहुन्छ, इन्ट्राडेमा पाउनुहुन्छ। तर कि अब तलै आउँछ भन्ने सोच्नुहुन्छ भने अलिकति गाह्रो छ, तर आउन नि सक्छ, किनभने यहाँ तपाईँको
एउटा ठुलो के त इन्गल्फिङ क्यान्डल बनाएको छ, तर 5 लाई चाहिँ आवरलीमा सपोर्ट छ है। तलतिर चाहिँ राख्नुभयो भने क्यान ह्याभ अ प्रफिट। अब सेक्टर सक्यो होला, अब इन्डिभिजुअल स्क्रिप्ट छ भने भन्नु होला है। हेलो सर। हजुर सर यो एनएलआइसी को बोनस खाँदा ठिक होला कि के गर्दा ठिक होला सर? बोनस खानै पर्यो नि, एनएलआइसी को त बोनस त पाउनै पर्यो नि। अब बेच्ने होइन नि त, एनएलआइसी त बेच्ने त पुरै आउँदैन अहिले। अब त तपाईँले यहाँ हेर्नु भने दिल्लीमा पनि यो डबल बटम हो के, बुझ्नुभयो नि, दिल्लीमा पनि डबल बटम छ। तपाईँले यहाँ पनि यसलाई हामी डबल बटमै मान्दा नि हुन्छ है एनएलआइसी को है। त यस्तो बेला अब कसरी बोनस नखाइकन त कसरी बस्ने? अब छ भने त खानै पर्यो, पचाउनै पर्यो, पस्छ पनि है। 2-3 महिना यसमा थप्न सकिन्छ कि यसमा अलि थपे थप्न त तल गयो भने डेफिनेटली थप्दा भइहाल्यो। अनि यो छ नि प्राइस एडजस्ट गर्छ होला नि तिनीहरूले हैन? त्यसपछि त्यो अहिले किन्दा होला अब 30% 20% कति होला अहिलेकै रेन्जमा भनौँ। 14 सर, 20 हैन 14 हैन सर, 14 होला। 14 सर। 14 प्लस क्याश गरेर 20 होला। हैन 14 मात्रै हो के उ क्याश छैन, खाली शेयर मात्रै छ, बोनस शेयर मात्रै। ओके यहाँ होला नि त 14% बोनस शेयर छ। क्याश चाहिँ उसको लागि मात्रै दिएको छ। ओके 14% एडजस्टेड हुन्छ। अनि त्यसपछि खासै धेरै त होइन, यो प्राइसको लागि चाहिँ 14 धेरै होइन नि त बोनस। किनभने ब्याङ्क तपाईँले 300 को ब्याङ्क किन्नुभयो भने लगभग 10-12% त उनीहरूले दिइरहेको हुन्छ वार्षिक। त्यो हिसाबले यसको डिभिडेन्ड चाहिँ घटेको, पहिलाको भन्दा यसको चाहिँ डिभिडेन्ड घटेको हो, जुन चाहिँ प्राइस एकदमै पनि देख्यो क्याप्सी यो देखियो। तर यसको चाहिँ पछि चाहिँ सायद रिजर्भहरू राम्रै भएको छ, र पहिलाको जस्तो यसको चाहिँ साख नभएको हुनाले मान्छेहरू चाहिँ लगानीकर्ताले योबाट एक्जिट भएको। यसको फन्डामेन्टल र प्राइस हेर्ने भने एसएलआइसिएल चाहिँ बेस्ट हो अहिलेको लाइफ। एसएलआइसिएल चाहिँ अहिलेको फन्डामेन्टली हेर्ने भने बेस्ट हो। यसमा स्विङ पनि आइरहेछ, मैले तपाईँलाई रिकमेन्ड पनि गरिरहेको छु लाइभ इन्सुरेन्समा एसएलआइसिएल। अरू एनएलआइसी बोनस खाँदा राम्रो। अरू कुनै? ओके सर। अरू कुनै फास्ट गर्नु होला है। अनम्युट गरेर बस्दा नि हुन्छ। केएसबीबीएल सो लाइक अदर डेभलपमेन्ट ब्याङ्क होइन, यसमा पनि अलमोस्ट हामीले प्याटर्न सेम नै छ हेर्ने भने। सो तपाईँले यहाँ हेर्नुहोस् भोल्युम, यो जुन छ प्याराबोलिक चार्ट, योभन्दा माथि गयो भने स्विङ ट्रेडर भन्छ। अब योभन्दा तल तपाईँले बाई गर्ने त्यसलाई हामी पोजिसनल ट्रेडर भन्छौँ है। त आखिरमा टार्गेट स्विङ ट्रेडर खानको लागि तपाईँले योभन्दा माथि क्लोज लियो भने अनि त्यसपछि सरसर्ती माथि जाने। त तल अहिले चाहिँ बाई गरेर तल जाँदा बाई गर्नुभयो भने फेरि माथि नै जाने हो है। सो होल्डिङ पिरियड अलि लामो होला, तर हामीले टार्गेट त माथि राखेर नै गर्छौँ नि त। केएसबीबीएल मेरो विचारमा कस्तो छ भने सो यु क्यान ह्याभ है, तल जति डिप गयो यसलाई टार्गेट मानेर गर्दा नि हुन्छ, अथवा यो यहीँको यो स्विङको डबल बटम यहाँ पनि हुन सक्छ। दुईटा कन्डिसन छ। भोल्युम यहाँ हेर्नु भने एकदमै ड्राई हुँदै गइरहेछ। ड्राई भएर
मेन्टेन गर्यो है। सो माथि जाँदाखेरि यो भोल्युम चाहिँ माथि माथि रह्यो भने, यो एभरेज भोल्युमभन्दा माथि माथि रह्यो भने स्विङ चाहिँ काम गर्छ है, त्यो स्विङले चाहिँ काम गर्छ। सो अहिले दुईटा, एउटा तपाईँले यहाँ हेर्नु भने एउटाले देखाएको छ, तर योभन्दा अर्को बुलिस बनेको छ नि त। सो 2-3वटा बुलिस क्यान्डलहरू विथ द बुलिस बियरिस जुन भयो नि, भोल्युम चाहिँ मेन्टेन गर्यो भने अपसाइड